हेलो नमस्ते अनि दाक्सु स्वागत छ मेरो युट्युब च्यानलमा फेरि पनि म एउटा आज पनि भ्लग गर्न गइरहेको छु अनि आज चाहिँ एकैछिन हामी सानो प्रोग्राममा जाँदै छौं अनि हजुरले हाम्रो भिडियोलाई हेरेर साथ दिनु होला अनि यता हाम्रो चाहिँ बसन्त रेडी हुँदै हुनुहुन्छ यता फर्किनुहोस् त हाई गरिदिनुहोस् न यता बढी भयो यो हाई चाहिँ अलिकति बढी भयो सो हामी चाहिँ आज एउटा ओपनिङ सेरेमनीमा जाँदै छौं अनि त्यसको लागि चाहिँ हामी भर्खर रेडी हुँदै छौं हामी अलिकति ढिला भइसक्यौं अनि म चाहिँ पसल गएको अनि पसलमा फेरि क्लाइन्ट आउनु भयो अब आफ्नो काम हो अनि त्यहाँ पनि अब टाइम दिनै पर्यो अनि म चाहिँ वहीँबाट रेडी भएर आए अनि यहाँ अब दोरीहाङ चाहिँ सुत्यो अनि उसलाई चाहिँ नलाने भनेर उसको पापाले दोरीहाङले चाहिँ नलाने भन्नुभयो बिहानदेखि नै मैले चाहिँ लिएर जाम न भनेको अनि बेसकन चकचक गर्न थालेछ नि त उसले चाहिँ अनि धेरै चकचक गर्छ त्यही भएर चाहिँ उसलाई चाहिँ नलाने अनि हामी चाहिँ अब निस्किन्छौँ धेरै टाढा छैन नजिकै छ यही गोलफुटारमा हो न्युरो हस्पिटलको छेउमा अनि त्यहाँनिर चाहिँ एउटा बुटिक को ओपनिङ छ सो त्यहाँ चाहिँ हामी जाँदैछौँ त हामी भिडियो कन्टिन्यू गर्न चाहिँ गर्छौँ सकेसम्म हैन अब कतिसम्म भ्याइन्छ अनि एकदम ढिला भयौँ अनि त्यही भएर हामीले चाहिँ समय भएको खण्डमा चाहिँ भ्लग गरेर त्यहाँनिर हामी देखाउने छौँ अनि अबदेखि हामी उहाँ म्यामकोमा जानेछौँ है त केही बुटिकका कुराहरू चाहियो भने चाहिँ त्यहाँनिर जानेछौँ हामी आज लोकेसन शुद्ध हजुरहरूलाई दिनेछौँ है त ओके बाई अब चाहिँ हामी रेडी हुन्छौँ र निस्किन्छौँ ओके हामी चाहिँ अब यहाँबाट निस्किसक्यौँ घरबाट अनि हामी सरर जान्छौँ अनि धेरै टाढा छैन नजिकै छ एकदम छिटो फर्किनु पर्दैछ दोरीहाङलाई सुताइराखेका छौँ पसलमा बहिनीहरूलाई मात्रै छोडेको छौँ अनि हामी चाहिँ जान्छौँ अनि सरर फर्किहाल्छौँ बुढोलाई चाहिँ हेलमेट अलिक सुहाएन यो खासमा मेरो हेलमेट हो अनि यो मेरो हेलमेट मेरो लागि मात्रै किनेको अनि म चाहिँ अनि स्कुटी चलाउँदाखेरि बुढोको यत्रो हेलमेट बोकेर चलाउनु पर्ने 5 केजी जति गरौँ लाग्ने अनि यत्रो स्कुटी के अरे हेलमेट चलाएर हिँड्नु पर्ने यत्रो मान्छेले अनि त्यही भएर अनि मेरो मात्रै किनेको अनि फेरि बुढोको हेलमेट चाहिँ छैन अहिले त्यही भएर बुढोले पनि हेलमेट चलाउनुहुन्छ मन चाहिँ पराउनुहुन्न यो हेलमेटलाई तर यही हेलमेट लगाएर हिँड्नुपर्ने हुन्छ कि सधैँ ओके हामी चाहिँ हात्तीगौडा आइपुग्न लाग्यौँ गएर चाहिँ हामी अब ट्याक्कै तपाईँहरूलाई लोकेसन पनि भनिदिनेछौँ लास्टमा अनि पहिला पनि देख्न त देखेको अनि हामी चाहिँ अलिकति कन्फ्युज छौँ अनि कहाँनिर पो हो भनेर अनि यहाँ गोलफुटारमै हो हुन चाहिँ तर त्यो सधैँ नगइराख्ने भएर ल ओके हामी चाहिँ फाइनली आइपुग्यौँ त्यहाँनिर अनि उहाँ पनि गेस्ट नै हुनुहुन्छ अनि हेलो ल यहाँ चाहिँ पहिरन बुटिक एन्ड कलेक्सन रहेछ है त नाम चाहिँ अनि हिजो अघि मैले चाहिँ फर्स्टमा स्टार्ट गर्दा चाहिँ बिर्सेको थिएँ ओके लोकेसन चाहिँ हजुरहरूले कता भन्नुहुन्छ भने चाहिँ ठ्याक्कै गोलफुटार आइपुग्नुहुन्छ गोलफुटारपछि चाहिँ उकालो जानेमा के अरे एनआइसी ब्याङ्कको छेउको उकालो चढेर चाहिँ आउनु पर्दो रहेछ अनि उकालो सकेर सानो टर्निङ लिएपछि चाहिँ ट्याक्कै तपाईँहरू आउँदाखेरि चाहिँ लेफ्ट साइडमा छ है त
ओके अघि मैले चाहिँ कसको हो र कहाँनिर भनेर चाहिँ भनेको थिइनँ, मतलब लोकेसन त भनेको थिएँ तर कसको हो भनेर चाहिँ मैले खुलाएको थिइनँ नि त। सो यो बुटिक चाहिँ उहाँ हुनुहुन्छ, उहाँको हाम्रो असीम राई तुलुङ दिप्लुसी गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, जो सबैको मनमुटुमा रहने एकमात्र व्यक्ति हुनुहुन्छ। र असीम राई भनेपछि कसैको मनमा पनि को होला भनेर क्वेसनै हुँदैन छ। उहाँको असीम राई, असीम थुलुङ राईको चाहिँ मिसेस बसन्ती खालिङ राईको चाहिँ बुटिक हो। र उहाँको चाहिँ यो फर्स्ट ओपनिङ चाहिँ होइन, उहाँको चाहिँ यो सेकेन्ड ओपनिङ हो। र पहिलो बुटिक चाहिँ उहाँको गोलफुटार न्युरो हस्पिटलको छेउमा अहिले चाहिँ उहाँको चाहिँ यो ब्रान्च हो। र यो चाहिँ सेकेन्ड ब्रान्चको ओपनिङ हो, ओपनिङ सेरेमनी। गर्मी छ सानो बाटो धोएपछि हुन्छ नरम भाइ फोटो खिच्दिनु भिडियो बनाइ बबी आउनु न के खाना जुम आउट गरेर टिकटकमा हाल्दिनु पर्छ हौ म्युजिक खै पढ म्युजिक छैन ह्यापी बर्थडे भन्ने म्युजिक यसो आउन काट्नु दिनु पर्छ यहाँ मान्छे आउनु आइज सबले आउनु न फोटो खिचौँ। हाम्रो नि कस्टमर धेरै आइसकेछ छैन भाइ आउनु न हैन यो ठिक छ नि क्यामेरा फेरि छैन भाइ म यहाँबाट सार्नु आउनु न खै त म्युजिक तर म्युजिक बजाउने फेरि भिडियोमा हामी चाहिँ केक काटेर यहाँनिर उहाँहरू चाहिँ केक काट्दै हुनुहुन्छ र केक काटेर एकअर्कालाई शुभकामनाहरू प्रदान गर्दै हुनुहुन्छ र फ्युचरको लागि जस्तै भोलि राम्रो होस्, बिजनेस फस्टाउँदै जाओस् भनेर एकअर्कालाई चाहिँ एकदमै आशीर्वाद दिँदै सँगसँगै बधाई दिँदै होइन, सबैजनाले बधाई दिँदै हुनुहुन्छ, आशीर्वाद दिँदै हुनुहुन्छ होइन। यसरी नै एकअर्कालाई चाहिँ खुसी अनि फेरि अब पहिलो भेट हो होइन, त्यही भएर माया कति समयपछिको भेट हो होइन, र माया एकअर्कालाई माया साटासाट गर्दै हामी चाहिँ यहाँनिर फुल लगाउने कार्यक्रममा व्यस्त छौँ। धन्यवाद हजुरलाई। ओके हामी चाहिँ फर्किसकेर पनि आजको बुटिक ओपनिङमा चाहिँ मैले चाहिँ यो सपिङ गरेँ। अनि यो चाहिँ स्पेसल बुढाले किनिदिनु भएको हो अनि गिफ्टेड बाई बुढो। अनि जस मैले छानेको चाहिँ यो हो अनि यतिको चाहिँ ठिकै नै लाग्यो, राम्रै लाग्यो। मैले चाहिँ यो मन पराएर ल्याएँ अनि मेरो चाहिँ कुर्ताहरू एकदम कम्ती अनि मन परेर मैले चाहिँ यो ल्याएँ। अनि डोरी पनि उठेर रुएछ अलिअलि। अनि अब चाहिँ म यताउता निस्किँदाखेरि कहिलेकाहीँ यो कुर्ता लाएर निस्किन्छु। थ्याङ्क यू सो मच पैरन बुटिक एन्ड कलेक्सनलाई।
अनि हजुरहरूले पनि बुटिकका कुराहरू चाहिन्छ भने पहिरन बुटिक एन्ड कलेक्सन लाई रोज्नुहोला है त। अनि हामी चाहिँ एकचोटि यो मेरो कुर्तालाई चाहिँ सरररररर देखाइदिनुहुन्छ। अनि क्यामेरा पर्सनमा चाहिँ मिस्टर बसन्तले, अनि म चाहिँ एकचोटि सरररररर देखाउन लाउँछु। ओके, यस्तो छ है। Please subscribe my channel. Thank you for watching.